हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। म चिरञ्जना राई। डेली ब्लग ल्याउँछु भन्दै पनि के हुन्छ साथीहरू, ल्याउनै पाइँदैन। अनि आज चाहिँ के गरौँ हुँदै थिएँ। आमाले कान्छी तेल सकेको छ, लिनु जाऊ न भन्नुभएको थियो। तेल लिनु गएको, तेलको भाउ सुनेर म आफै ढलेँ झन्डैले है साथीहरू। तेलको भाउ भन्नुहुन्छ भने कति कुरा छोडिदिनु। यसको कुरा म एकछिनमा गर्छु तपाईँहरूसँग। हे भगवान्, छक्क परेँ म त। अनि केटाकेटीले मलाई आइसक्रिम ल्याइदिनु है मम्मी भन्दै थियो। अनि मैले आइसक्रिम ल्याइदिएको, कति खुसी केटाकेटीहरू। सानो सानो कुरामा पनि खुसी भइन्छ क्या हामी केटाकेटीहरू। अनि मलाई चाहिँ यो खानेकुरा कति धेरै मनपर्छ क्या साथीहरू। अनि यो चाहिँ जहाँ छ त्यहीबाट उठाएर हिँडाइहाल्छु। अनि लु केटाकेटी हो हिँड घरतिर भनेर अनि भित्र पस्यौँ नानीहरूसँग। अनि सुरुमै मैले आमा तेलको भाउ त कति महँगो भनेको। आमाले यहाँ बाहिर आऊ त भन्नु। अनि बाहिर गएर अनि सासू बुहारी गफ गर्दै तरकारी खेलाउँदै गफ गर्दै अनि यो पनि खाम भनेर सबैलाई दिएँ। अनि खाँदै गफ गर्दैछौँ होइन साथीहरू। तेलको भाउ भन्नुहुन्छ भने सूर्यमुखी तेल चाहिँ आएको छैन, भरे आउँछ लिनु आउनु भन्नुहुँदै थियो। होस् तोरीकै लान्छु भने सूर्यमुखीको चाहिँ भाउ धेरै बढेर आउने रे। अनि किनभने अरूको देशमा चाहिँ युद्ध हुन्छ, हाम्रो देशमा चाहिँ तेलको भाउ बढ्छ, खानेकुराको भाउ बढ्छ। छक्क पर्छु, अरूको देशतिर पनि त्यस्तै हुन्छ कि। अनि मुलाको चाहिँ अचार लाउनु पर्यो भनेर लिएको थिएँ। अनि कान्छीले मुला तल झारिदिइहाल्यो, म पनि मुला सुई धुएँ। त्यसपछि त अनि आएर मुलालाई काटेँ साथीहरू। त्यसपछि चाहिँ आज काम चाहिँ मेरो सकियो। बाई बाई एभ्रिवान, थ्याङ्क यू फर वाचिङ, बाई बाई।